आइसकेका छौँ यो घना घोर जङ्गलमा। हेर्न सक्नुहुन्छ न यता कोही मान्छे छ न यता कोही मान्छे छ। अब चाहिँ म लाग्छु है। गाइस यो ठाउँमा कतै घर पनि छैन। यहाँ त यत्रो घर छ ए उता नदेखा नि यता मलाई देखा के। हामी चाहिँ आइसकेका छौँ यो घना घोर जङ्गलमा। यहाँ त बाघ पनि पाइन्छ छैन। गाइजहरू हेर्न सक्नुहुन्छ। आउनुहोस् आउनुहोस् फलो मी गाइजहरू। यहाँ चाहिँ हामीलाई खाना लाउन केही छैन। आज हामी यही सर्भाइभ गर्नेछौँ। दाइ के खोज्नु भएको छ? खानालाई खोज्न पर्न राति सर्भाइभ गर्ने हो यहाँ त यार गाइजहरू। यहाँ त हामीसित चाउचाउ छ है झोलामा। त अहिले हाँस्दै रहन अहिले। गाइजहरू यो घना घोर जङ्गलमा म एक्लै छु गाइजहरू। यहाँ वरिपरि कोही मान्छेहरू हिँड्दैनन्। गाइजहरू होइन गाइजहरू यो चाहिँ म हल्का चिप्लेर लडेको। भिडियो बनाउने बेला आज आउँछ नि फेरि। यो भिडियो कट गाइजहरू यो घना घोर जङ्गलमा हामीलाई खानेकुरा केही छैन र हामीले यस्ता किराहरू खान पर्ने हुन्छ। दाइ यहाँ दिउँसो परिसक्यो उठ्नु न। अब चाहिँ गाइजहरू हामी चाहिँ खाना खोज्न जाने बेला छौँ यो घना घोर जङ्गलमा। जाम गाइजहरू। दाइ झोलामा त चाउचाउ छ है। किन यत्रो डुल्ने हो र? अहिले खानी होइन कि त अहिले कट गर्न अहिले। गाइजहरू हामी चाहिँ यो घना घोर जङ्गलमा हराइसक्यो। कता बाटै चिनिन्छ गाइजहरू। हामी चाहिँ यो फ्रुट चाहिँ ड्र्यागनले खाने फ्रुट हो। यो चाहिँ हेर्नुहोस् गाइजहरू यो चाहिँ ड्र्यागनले खाने फ्रुट हो। तर हामीले यो खाइयो भने हामी चाहिँ सिधै स्वर्गलोक पुग्छौँ है गाइजहरू। यो चाहिँ खानुहुन्न। अब चाहिँ हामी आफ्नो गन्तव्यतिर लगाऊँ है गाइजहरू। हामी चाहिँ यो घना घोर जङ्गलमा हराइसक्यो। बाटो पनि छैन। हामी यस्तै बाटो जान पर्ने हुन्छ होइन गाइजहरू। दाइ यहाँ त एउटा बाटो छ है घर जाने।